ल अब हाम्रो यो नयाँ पिच हुनु आँटेको रोडमा गइँदैछ। ब्याक कटिङ भएर निकै ठुलो भएको छ रोड। चिया स्या मगाउनु केटाहरू। हामी जस्तो यत्रो महिना काम नगरी बसेको घरमै यसरी खाइ बसेको भए दाजुको च्यानललाई ग्रो गर्न अलिक हेल्प गरिदिनुहोस्। कहाँ हेर्छ अन्त गाडी पछाडि चाहिँ सानो गाडी आउँदैछ हाइपा हो। धुलो यति डरलाग्दो उडाएर त्यही भएर मैले अगाडि जानु दिएकै छुइनँ। म बिचमा कुदेको छु। यहाँ अगाडि पनि जेसिबी जाँदैछ। ग्यास म छिरिहाल्छु। धुलोले मारेर आँटे बाप्रे 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 बाप्रे। माई न्यू भिडियो फेरि पनि हजुरहरूलाई स्वागत छ अल्बन्ड अफिसियल युट्युब च्यानलमा। आज चाहिँ मैले ऱ्यान्डम ब्लग गरिरहेको छु। सबै हेरिदिनु होला, माया दिनु होला, साथ दिनु होला, सपोर्ट दिनु होला। त्यही हो। ओहो यहाँ देख्दै होला सायद टाटाको कुकिङ क्लासमा के डराएको धुलो उडाएर आयो। यो चाहिँ हामी पढेको स्कुल है, हाम्रो सिनियर सेकेन्ड्री स्कुल। पहिला यहीँ पढेको हामी। ल बल्ल सक्यो धुलो भएको रोड आएपछि। आज चाहिँ मेरो खासै के हो भन्दाखेरि चाहिँ भिडियो चाहिँ यसो यताउता जानु पनि पाइएको छैन होइन, ड्युटीले गर्दा। अनि भिडियो हालेको 3 दिन भइसक्यो आज। त्यो भएर चाहिँ एउटा केही सानो छोटो भए पनि भिडियो बनाऊँ भनेर मेरो किन तल मेरो सक अब्जर ल्याउनु जानु छ मेरो तल ग्यारेजमा। त्यही भएर मात्रै हो। त्यही जाँदा ड्युटी आफ्टर ड्युटी चाहिँ म त्यता जाँदैछु त्यो ल्याउनु। अनि हेरौँ बाटोमा जो भेट्छ ऱ्यान्डम हुन्छ। जे भेट्छ त्यही देख्छ, जे भेट्दैन त्यही देख्दैन खालके। त्यही भएर मैले भिडियो गरेको। अब इच्छा छ नि यताउता गएर गर्ने, ट्याक्कै टाइमिङ मिलेको छैन। कोही कोही बेला गइन्छ, अब छुट्टी हुँदैन। त्यही भएर चाहिँ साह्रो पर्दो रहेछ। भ्लग गर्छु झन् रेगुलर भ्लग गर्नेहरूले चाहिँ गरेको है। बाफ्रे बाफ्रे बाफ्रे। किनभने यो हाम्रो 3 दिनमा हाल्छु भनेको त कसलाई त 10 दिन 12 दिन पनि पुग्दिँदो रहेछ मेरो। ल गाइस फाइनली अब चाहिँ मेन रोड आइपुग्यो। हाम्रो नयाँ ब्रिज पनि देख्दैछ। मजा आइदिन्छ तर ठुलो पिच रोडमा कुद्नुको छुट्टै मजा छ क्या। तर गएको जाउँ। कसको स्कुल बाइक चाहिँ सर्भिसिङमा गएको? ए अन्त आउलाई जस्तो गरिस् त लड सुडुङ त आइनस् त। होइन मार्दैछ भने पनि आउँदैन। मलाई याद भयो कुटाइ खानुपर्ने हो कि बुबु भए भन्दै थियो। अन्त डरले अघि नै ब्लगमा होइन ब्लगमा हो। हेलो सब्सक्राइब गरिदिनुहोस् दाजुको च्यानललाई। यतिको चाहिँ अलिकति हेल्प गर्नुहोस्। होइन कहिले जानु यो लिक हेर्नु? 3-4 महिना हुन्छ। कहिले कुन चाहिँ म्याच कसको म्याच चाहिँ हेर्नु मन छ भन्नु नि। त्यो मलाई त हाम्रो यसको हेर्नु मन छ। यो होइन चिया स्या मगाउनु केटाहरू। हामी जस्तो यत्रो महिना काम नगरी बसेको घरमै यसरी खाइ बसेको भए चाहिँ नि अस्ति दोरी बोकेर जाने हो। हेलो बोलाउँदैछु। शेखरनाथको छोरी होइन त? नाम के हो? हिजो रिल बनाउँदै थिएन कपिल काकासँग? आइफोन किने छिटो आइफोन किने। आइफोन 14 हेरेको 1 लाख पनि कति हजार देखाइरहेको। तेरो चलाउँदै भन्थ्यो नि त मलाई अलिक दिन। होइन त्यो अर्को आइफोन
के हो छुन पनि दिँदैन ल यसले। के भनेको ओप्पोको मालिकले सुन्यो भने जान्छ यता मिस कल गर्छ अहिलेको जमानामा को डबल मिस हेलो भित्रबाट त साउनी आन्टी कम्ती नमिठो हाँसेन त हौ। मेरो दाजुको च्यानललाई चाहिँ सब्स्क्राइब गरेर कमेन्ट गरेर तपाईको फ्री सब्स्क्राइबले दाजुको क्वालिटीले पनि हुन्छ तर भिडियोहरु है क्वालिटीले हेर्छ नि दाजुको च्यानललाई ग्रो गर्न अलिक हेल्प गरिदिनुहोस्। कहाँ हेर्छ अन्त गरिब गरिसकेको छ हाम्रो आन्टीहरूले चाहिँ दोकानी। ल तपाईँहरू आउनु सक्नुहुन्छ हाम्रो बिरताङको नजिकैको हाम्रो सञ्जय गुरुको ग्यारेजमा। चिया बनाइदिनु न हामीलाई 3टा मिठो मिठोलाई टी मसलाहरु हाल्नु चिया हौ चिया भन्दैछु मोमो भन्छ अब चियासँग ओपनिङ अस्ति फर्स्टमै मोमो खाने मै हो यहाँ। के मुभी आइरन म्यान मुभी चाहिँ मेरो चाहिँ एकदम दिल से पसन्द है क्या। केटाहरूको गफ आइरन पुरा बिन्दास खाएको थियो नि त काजुस भाइ। भा मलाई धम्काएर त बिन्दास बोल भनेको नि हुनसक्छ। तपाईँलाई 06 क्याम्लिङ सुटिङमा चाहिँ कसले धम्काउँछ हौ डन हो त तपाईँ त। हट अरे कहना क्या चाहते हो? डन हुन्छ डन। यस्तो छ नि त दोकानीहरू चाहिँ चिया खाने बेला लाइटर खोज्दैछ नि त कहाँ हुन्छ नदिनु खोजेको हामी हरेको त नहीं विश्वास छैन। 2 hours later. ल गाइस यहाँबाट चाहिँ अब म मेरो काम भयो एकछिन स्कुटी धुवाउनु जाँदैछु। केटाहरू चाहिँ फुटबल खेल्नु गयो सिलगढी गएर पनि आएको निकै पर्खाइ भयो नि यहाँ तिमी आउँछ भनेर गयो केटाहरू त फुटबल। अहिले भर्खर गयो तिमीहरू घर चाहिँ पुग्यो होला। ल यहाँनिरले चाहिँ टायर बनाउँदै रहेछ सुनिलले। के छ सुनिल खबर? वीडियो कीजिए मेरा टायर कैसे बना इसको बनाइए ना। बनाओ ना जल्दी। बना रहे टायर तो इतना अच्छा नहीं बनाते हो फिर भी आप बताइए कैसा बनता है। बढ़िया छोटू हमारा भी थोड़ा हवा चेक करके डाल दो ना। ठीक है आपको ना गाड़ी क्यों गाड़ी को किस देता है या हम लोग देना पड़ता है? नहीं वो सर्विसिंग सेंटर वाला ही देता है। हाँ अनिस देता है तो सर्विस करते हुए लगाइए धो लीजिए अपने से ठीक है। आपने धोना है तो हम घर में धोता है ना क्यों तुम्हारे पास आएगा है? क्या बात कर रहा है धोना है तो हमारे घर में धोता है ना पानी है तो घर में तो तुम्हारे पास क्यों आएगा मशीन में? इसलिए तो आता है तो अनिस शैम्पू है ना या शैम्पू भी मैं ही दो। वो भी तुम्हारे गांव का है बोल रहा था। गांव का ये तो दूर में 5-10 किलोमीटर डिफरेंस में खोलो। बता दो कैसे चल रहा है या क्या है कैसा है? ठीक है टायर उड़ने वाला है थोड़ा हट के रहिए फाटा। तो कैसे टायर वाला है टायर उड़ने वाला है बोल रहे हैं ऐसा भी होता है? ज्यादा आवाज आएगा तो उड़ेगा। उसको बंद करो ना अभी तो हो गया लगता है। मालूम पड़ता है इतना देर में होगा बोल के तो मालूम होता है तो अरे जल्दी करो भाई। 1 hour later. ल गाइस अब भने चाहिँ म घर फर्किँदैछु। साथीभाइहरूसँग भेटघाट पनि भयो। साथीभाइहरूसँग भेटघाट भएको चाहिँ मैले भिडियो गरिनँ बातहरू गरेको थिएँ भिडियो गरिरहनु भनेर त्यही हो आज चाहिँ मैले भिडियो बनाउने टाइममा नभए आफ्टर ड्युटी चाहिँ म यतिकै मेरो त्यो सामान ल्याउँदै झरेको थिएँ। अन्त भिडियो गर्दै केटाहरूसँग भेट भयो चिया खुवाइ भयो गफहरू भयो त्यही हो। अब चाहिँ घर फर्किँदैछु। यहाँ पर ग्रिल दोकानमा एकैछिन निक्लिन्छु मेरो सानो काम छ त्यहाँबाट चाहिँ घर सिधै अशोक दाई नजिक भयो हावा लाउने जग्गा छैन क्या यहाँ उयो छैन रहेछ ए ल ग्रिल दोकाने चाहिँ हाम्रो एसबी दाजुको काम पुरै काम हुँदो रहेछ ग्रिलको त्यही भएर मेरो काम गर्नु भ्याएको छैन। यहाँ ग्रिल दोकान यो चाहिँ टायर दोकान। अब
ल यहाँ ग्रिल दोकानमा चाहिँ मेरो काम भएन म चाहिँ घर लागि अब यहाँ दिनुभयो चाहिँ गाउँ पस्ने रोड हो मेन हाइवे छोडेर चाहिँ लाग्यो अब ल गाइस अब भने चाहिँ म यहाँनिर विशाल भाइहरुकोमा आइसकेँ हाम्रो डल्ले जेरियल अन्त अब भने चाहिँ भिडियोलाई इन गर्दैछु उसलाई डल्ले भन्दा थेज भन्दै चाहिँ ऊ अक्ले हो अरे कहना क्या चाहते हो अन्त भिडियोलाई इन गर्दैछु बाटोमा रात पर्यो साथीभाइकोमा बसेको त समस्या भएर मैले भिडियो निकाल्न सकिनँ आज मेरो भिडियो नभएर यस्तै भइहाल्यो मैले ऱ्यान्डम भ्लगहरू गरेको छु थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भएकोमा सपोर्ट गरिदिनु भएकोमा अन्त फेरि नेक्स्ट भिडियोमा भेट्ने नै छौँ अहिलेलाई भने चाहिँ बिदा हुन चाहन्छु अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबैजना स्वास्थ्य र सुरक्षा रहन चाहिँ नबिर्सिनु होला मान्छे पुग्न आँटेछौ अँध्यारो त खाना खुवाइ भयो अब घर जाउँ भनेको विशाल भाइले खाना खानु खानु दा भने क्या त खाइदिनु जाउँ ल